right now. यिनीको दाहिने हातलाई पछाडि फर्काइदेऊ, जसको आत्मा र सत्यताले प्रार्थना गरेको छ। इन द माइटी नेम अफ जिसको नाममा आज्ञा गर्दछु, त्यसको मात्र हातलाई बङ्गाएर पछाडि लैजाऊ। स्वर्गदूत, आर्चएन्जल्स, फर्काइदेऊ पछाडिपट्टि। Take it. दाहिने हात पछाडि फर्काइदेऊ एन्जल्स। स्वर्गदूत, इन द माइटी नेम जिसको नाम घोषणा गर्दछु, पक्ड र पछाडि पार एन्जल्स। स्वर्गदूत, अझै पछाडि पार, जसको दाहिने हात पछाडि जाँदैछ। आत्मा र सत्यताले गरेको प्रमाण देऊ एन्जल। स्वर्गदूत, आत्मा सत्यताले अनि पश्चातापको साथमा जसले प्रे गरेको छ, चिन्ह देऊ। पछाडि लाँदैछ। येशू सेकाटालामा बानी न काटाला राडाला पछाडि लाँदैछ। टच, अझै फर्काइदेऊ एन्जल्स। फर्काऊ एन्जल्स। लाब्रान्टा साक्रिन्टाला रेक्लान्टो सिब्रिन्टेला सोग्रो हिटाला मान्टाला। यो तपाईको प्रार्थनाको, आज तपाईले आत्मा र प्रार्थना कसरी गर्नुभयो त्यो कुरा देखेको छ। स्वर्गले देखेको छ, स्वर्गले देखेको छ तपाईको प्रार्थनालाई। इन द माइटी नेम अफ जिसको नाम आई डिक्लेयर गर्छु। फर्काऊ कोहीमा ओलीको फर्काऊ, कोहीमा ओलीको फर्काइदियो हात। एन्जल्स, टच। अस्मिताको हात तान्दै पछाडि लैजाऊ। आरतीको, नोइमीको, अलिसाको, राजकुमारीको, कमलको, रोमाको पछाडि लैजाऊ एन्जल्स। म अस्मिताको हातलाई पछाडि लैजाऊ र घुमाइदियो एन्जल्स। आर एन्जल्स। लाब्रान्टा साक्री टालाबान टालाबा पछाडि 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 अझै पछाडि घुमाइदियो, हातै घुमाइदियो। ओके, त्यसो भए यसो गर्नुहोस्, भन्नुहोस्, प्रभु म अबदेखि आत्माले र सत्यले आराधना र प्रार्थना गर्नेछु। म आत्मा र सत्यले प्रभुको सेवा गर्नेछु। म सारा मनले, सारा प्राणले पहिलो स्थान मेरो घर परिवारलाई होइन, मेरो घर परिवारलाई होइन, मेरो बिजनेसलाई होइन, मेरो जबलाई होइन, मेरो शरीर प्राणलाई होइन, संसारलाई होइन, तपाईलाई दिनेछु भन्नुहोस्। म तपाईलाई प्रेम गर्नेछु भन्नुहोस्। गर्दछु। अरूलाई छोड, केवल अस्मिताको हातलाई मात्र उचालेर माथि लैजाऊ।
अझै माथि लैजाऊ, यसको हातलाई अझै माथि लैजाऊ एन्जल्स, आर एन्जल्स पक्रेर माथि लैजाऊ। पक्रेर माथि लैजाऊ एन्जल्स। यो अगमवक्ताले बोलेको कुराहरू प्राकृतिकले युनिभर्सलले स्वर्गदूतले कुरा सुन्नेछ। अस्मिताको हातलाई अझै माथि लैजाऊ, अरूलाई फ्री गर, केवल अस्मितालाई मात्रै। के हुँदैछ? के हुँदैछ अस्मिता? अस्मिताको जिब्रीले जबसम्म म तपाईको सेवकाई गर्नेछु, तपाईलाई पहिलो स्थान दिन्छु, तपाईको राज्यको लागि मेरो हर कुराहरू तपाईलाई दिनेछु, म तपाईको राज्यको लागि प्रयोग हुनेछु भनेर जब भन्छ अनि मात्र हात फ्री गर्नेछ। अब जब तिमीले भन्छौ अनि मात्र त्यो हातलाई छोड्छ एन्जलले, न त म छोड्दैन। म अस्मिता, बोला म सँगसँगै, म अस्मिता मेरो शरीर प्राण पवित्र आत्माको मन्दिर हो। म प्रभुको लागि चुनिएको छोरी हो। म मेरो परिवारलाई भन्दा, मेरो लागि भन्दा पनि त तपाईको महिमाको लागि, प्रभुको राज्यको लागि म सम्पूर्ण समर्पण गर्छु। म तपाईलाई मेरो जीवन समर्पण गर्छु, मेरो आत्मा समर्पण गर्छु, मेरो हरेक कमाइका कुराहरू पनि तपाईमा समर्पण गर्छु। म लोभिने छुइनँ, म आज्ञाकारिता छोरी हुनेछु। म आत्मा र सत्यले आराधना गर्नेछु येशूको। जस्तै तिमी भन्छौ अटोमेटिक छोड्दै जानेछ स्वर्गदूतले, हात छोड्दै जानेछ स्वर्गदूत। अब छोड्नेछ एन्जलले। जसो यो कुरा बोल्छ एन्जल्स राफेल, त्यसको हातलाई छोडिदेऊ इन द नेम अफ जिसको नाम। थ्याङ्क यू फादर, हालेलुया। हालेलुया। Yesu, Jesus, जसले हाम्रो लागि र मण्डलीको लागि प्रार्थना गरेको छ आत्मा र सत्यताले, त्यसको जिब्रो पुरा टाँसिदो एन्जल्स। म कमान गर्दछु, म कमान गर्दछु, म कमान गर्दछु। Jesus, in the mighty name of Jesus, धेरै व्यक्तिको टाँसिएको छ। In the name of Jesus, सारा बाबा बाबा, म एउटा अगमवक्ता हो। जे घोषणा गर्छु प्राकृतिकले सुन्छ। खोलिदेऊ एन्जल्स, छोडिदेऊ। अब यो चिन्ह हो, खोलिदेऊ। यीशु मसीहको नाममा जिब्रो खोलिजा,
एन्जल्स र आर एन्जल्स तिनीहरूको जिब्रोलाई प्रत्येकको जिब्रोलाई छोडिदेऊ यीशु मसीहको सामर्थ्यले फ्री यीशु मसीहको नाममा खोलियो यीशु मसीहको नाम ओके अब बोल्न सक्नुहुन्छ तपाईँ के भयो जिब्रो के भयो के भयो जिब्रो टास्यो हालेलुया ओके साइलेन्स कसको नानीहरू बाउ गरिसक्छ नि साइलेन्स चाहिँ अहिले पनि हामीले सकेको छैनौँ एकदम साइलेन्स ल छेउछाउमा कोही पनि नानी सानी कराउन नदिनु साइलेन्स बस्नु है मलाई म हात यस्तो गर्छु तपाईँको आँखामा तपाईँको हात यस्तो गर्छु आँखामा तपाईँ तिरिमिरी हुन्छ तपाईँको आँखा हो तिरिमिरी भएर त पछाडि हुन्छ तिरिमिरी हुन्छ तपाईँको आँखा तिरिमिरी हुन्छ राइट ल मलाई हेरिराख्नु ल मेरो हातले तपाईँको तिरिमिरी हुन्छ तपाईँको आँखा तिरिमिरी आँखै के भएर आउँछ मेरो हातलाई हेरिराख्नु एन्जल्स राइट नाउ मिराकल्स आर एन्जल्स यिनीहरूको आँखालाई तिरिमिरी बनाऊ आँखाहरू तिरिमिरी भइजा सात इन्द्रिणी जस्तो तिरिमिरी भइजा रिङाटा चले जस्तो भइजा आँखा लोलाएको जस्तो भइजा आँखा तिरिमिरी भइजा एन्जल्स टच आँखाहरूमा के हुँदैछ के भयो कसलाई के हो जसलाई जे भन्दैछ माइक खुल्ला छ भन्नु कोहीमा अहिले कसैलाई सात इन्द्रिणी जस्तो कलर देख्नेछ मलाई त्यो रातो रातो ब्लर भएको जस्तो देखिरहेको छ एकदम अलग्गै टाइपको फिल भइरहेको छ खोल्न सकेको छैन यस मेरो त आँखा नै बन्द भयो यस 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 हजुरको हातमा त पहिला यस मैले चाहिँ पहेँलो र अनि यो कस्तो भ्यान्टा कलर जस्तो त्यस्तो देखिरहेको छु मैले चाहिँ पहेँलो कलर यस यो प्रोफेटिक कुरा हो मैले पनि त्यो पहेँलो कस्तो भन्दै जानुहोस् सतरङ्गी त्यो रातोहरू यो पहिला जस्तो टिभी सबै त्यो मोबाइल जो फोटो सबै तिरिमिरी भएको छ त्यो मोबाइल अगाडि यस थ्याङ्क यू एन्जल्स थ्याङ्क यू जिजस थ्याङ्क यू होली गोस्ट यिनीहरूको आँखाहरू खोलिदेऊ र सामान्य बनाइदेऊ यीशु मसीहको सामर्थ्य नाम एन्जल्स अब यिनीहरूको ब्ल्याङ्क भएको आँखालाई म खोलिदिन्छु अब यिनीहरूको सारा शरीर प्राणमा फ्रिडम गर्छु छोडिदेऊ एन्जल्स आँखाहरूलाई
फ्रिडम गरिदेऊ आँखाको सबै प्रब्लमहरू यीशुको नाममा फ्री यीशु मसीहको नाममा फ्री एन्जल्स अब आओ फर्केर यीशु मसीहको नाममा थ्याङ्क यू यीशु मसीहको नाम आमेन हालेलुया साखा बारा ठेला बाबा सान्टला बाबा हालेलुया Hallelujah. त्यो आँखा आफै त्यो आँखा त्यो आफै चिमचिम गरेर गरेर अनि त्यो सबै तलमाथि त्यो मोबाइल सबै के झिलमिली 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 इन्द्रनी जस्तो बनाइदिएको सबै हल्लाइदियो आँखा चाहिँ ओके पनि दिँदा माथिको पट्टि ड्याममै कलर मतलब रेड कलर जस्तै भयो हो ड्याममै बन्द भयो नि एकदम खोल्नु सकेन एकदम माथिको मेरो पल्को नै पुरा भारी भइरहेको थियो आमेन मलाई चाहिँ कालो बादल जस्तो ड्याममै आइदिएर अनि त्यो सबै झिलमिली बनाइदियो अभिषेक चाहनुहुन्छ कसै अभिषेक अब अभिषेक चाहनुहुन्छ कोही अभिषेक चाहनुहुन्छ जान्छौँ जय मसीहको बुवाको म सधैँ जान्छु अन्य यो अभिषेक यस्तो खालको अभिषेक यो जिब्रो एकदमै प्रार्थना गर्दा स्पष्ट तरिकाले आउन सकोस् भनेर ओके उठ्नुहोस् खडा हुनुहोस् जो अभिषेक चाहनेहरू अभिषेक चाहने चाहिँ खडा हुनुहोस् है खडा हुनु चाहिँ जुरुक्कै उठ्नुपर्छ है ल अभिषेक चाहने जसले अभिषेक चाहन्छ खडा हुनुहोस् ओके तपाईँसँग एउटा प्रतिज्ञा म लिँदैछु है सुन्नु है सबले ल एकदम साइलेन्स फेरि साइलेन्स बस्नु है यो एन्जलकै समय छ अहिले प्रतिज्ञा लिन्छु एउटा भाकल लिन्छु तपाईँबाट भाकल यो छ सबले सुनिराख्नु उठ्ने व्यक्ति सुनिराख्नु है भाकल यो छ तपाईँले भन्ने जसै प्रभु तपाईँले मलाई त्यो अभिषेक दिनुहुन्छ म गरिबहरूलाई सुसमाचार सुनाउने छु दियाबलबाट पेलेकोलाई म छुटकारा दिनेछु र तपाईँलाई पहिलो सबै कुराभन्दा पहिलो नम्बर 1 तपाईँलाई स्थान दिनेछु र तपाईँको राज्यको काम गर्नेछु तपाईँको राज्यको लागि म प्रयोग हुन्छु भनेर भन्नु भाकल यो हुनेछ ओके तपाईँले आफ्नो लागि होइन प्रभुको लागि गर्नेछ पहिला तपाईँले यो भाकल तपाईँको लागि हुन्छ तपाईँ जसै गर्नुहुन्छ गर्नुहोस् पहिला गरिहाल्नुहोस् गरिसकेपछि मुख खोलेर गर्नुहोस् प्रभुसँग तपाईँलाई पहिलो परीक्षामा दिन्छ तपाईँले पहिलो पाठामा दिन्छ अनि मेरो समाचार सुनाउने गरिबहरूलाई समाचार भारीपनमा परिणत गर एन्जल्स यिनीहरूको शरीर भारीपनमा परिणत गर अब भारी 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 हुँदैछ तपाईँको हात खुट्टाले तपाईँको शरीर थाम्न सक्ने छैन अब धेरैजनाको खुट्टाले तपाईँको शरीरलाई थाम्न सक्दैन फुर्लुकै हुनेछ फुर्लुकै हुनेछ फुर्लुकै हुन्छ फुर्लुकै भइज फुर्लुकै भइज फुर्लुकै भइज तपाईँको आफ्नै खुट्टाले थाम्न सक्ने छैन तपाईँको शरीरलाई वङथोराइदेऊ फुर्लुकै बनाइदेऊ भारी बनाइदेऊ
खुट्टाहरू अब त्यो शरीरलाई थाम्न सक्ने छैन। भारी भारी हुँदैछ अब तपाईँको, अब खुट्टाहरूमा भारीपन हुँदैछ। तपाईँको शरीर थाम्न नसक्ने बेरेक छ। राखा ठाला साम्बान ठाला। एन्जल्स अभिषेकले भारीपन देऊ, पुर्लुके बनाऊ राजकुमारीलाई, आरतीलाई पुर्लुके बनाऊ, होर्नलाई पुर्लुके बनाऊ, कमललाई पुर्लुके बनाऊ, लिडियालाई अनरलाई पुर्लुके बनाऊ, भित्तामा लैजाऊ अनरलाई, भित्तामा लैजाऊ अनरलाई। अनर अगाडि हो, अनर अगाडि हो। जिजस ओनरलाई एन्जल्स फुल्लुकै बनाइदेऊ। ओनरलाई पछाडि लैजाऊ एन्जल्स। अब यसको खुट्टाले यसको शरीर थाम्न सक्ने छैन। ओनरलाई थाम्न सक्ने छैन। ओनरले आफ्नो शरीरलाई थाम्न सक्ने छैन। अब यसको शरीरले खुट्टा थाम्न सक्ने छैन। खुट्टाले शरीर थाम्न सक्ने छैन। फुल्लुके बनाऊ। Jesus Santa Rabashi Kantala Branti Sekrin Telebashi Krantalaba Zabala Karabashi Kata Sabalaba Lydia को सारा शरीरलाई एन्जल्स गलाइदेऊ। Sabala Karabasha Katala Leklanto Sabrintala la Kalati Kalasi Plantala Basha Zala Katala Basha Chira Kamasi Ketala Manto la Krati la Kasi Katalaba Zeketela Rantaba Kamal touch in the name of Jesus. Touch. लिडियालाई हुन्थोरालाई भित्तामा लैजाऊ। लिडियालाई हुन्थोराउँदै भित्तामा लैजाऊ एन्जल्स। हुन्थोराउँदै भित्तामा लैजाऊ एन्जल्स। लिडियालाई हुन्थोराउँदै भित्तामा लैजाऊ एन्जल्स। Come out. Jesus Rabashaka Talavaran Talava. Now, Kamal लाई पूरा भारी बनाई दो, मटाई दो। Touch in the mighty name of Jesus. Touch. पछाडि लैजाऊ एन्जल्स कमललाई। In the mighty name of Jesus. God. कोइमा ओलीलाई in the name of Jesus. कोइमा ओली का शरीरलाई भात्रा पुत्रक बनाऊ। आर एन्जल्स कोइमा ओली को
शरीरलाई भात्रक भोत्रक बनाऊ। अब खुट्टाले थाम्न सक्ने छैन यसको शरीरलाई। In the mighty name of Jesus. जाओ यो रोमा गोलेलाई पक्रा, रोमा गोलेलाई पक्रा एन्जल्स। लैजाऊ यसलाई बिस्तारै बिस्तारै भित्तामा लैजाऊ। लैजाऊ यसलाई भित्तामा। शाबा बा 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 बा। थुच्चुकै बसाइदेऊ उसलाई, रोमा गोलेलाई थुच्चुकै बसाइदेऊ। सन्थला बाबा सन्थला सन्थला बाबा। थुच्चुकै बसाइदेऊ। उठ्न खोज्यो भने पनि उठ्न नसक्ने बनाइदेऊ उसलाई। In the mighty name of Jesus. लाखाठाला बाबा रिसिभ गर्नुहोस् मण्डली परिवार, रिसिभ गर्नुहोस्, रिसिभ गर्नुहोस्। मिठो मुस्कान, आनन्द आउने, शान्ति आउने आत्मा आनन्दको आत्मा, आनन्दको आत्मा, शान्ति र विश्रामको आत्मा, ढुक्कपनको आत्मा शान्तिको आत्मा, विश्रामपनको आत्मा, खुसीपनको आत्मा, रमाउनु मन लाग्ने आत्मा अब तपाईको आशा फर्काएको छ, विश्वास फर्काएको छ तपाईलाई। अब परमेश्वर तपाईलाई मिठो मुस्कान दिन्छ कि परम प्रभुले तपाईलाई अब हरेक मोडमा तपाईलाई साथ दिइरहेको छ। आनन्द जिजस, परमेश्वरले आनन्द फर्काइरहेको छ। हाम्रो पवित्र सिस्टरलाई, लिडिया तामाङलाई, कमललाई, कोइमौलीलाई, धनमायालाई, रोमालाई, राजकुमारीलाई, अस्मितालाई, आरतीलाई, लक्ष्मीलाई, रूपालाई, हरेक नाम नलेखेको व्यक्तिलाई पनि यहाँ पवित्र आत्माले तपाईको आनन्द फर्काइरहेको छ। आनन्द फर्काइरहेको छ, तपाईको आनन्द फर्काइरहेको छ। आनन्द अब तपाईँ नहाँस्नेलाई पनि हाँस उठ्छ। अब हाँस्दै नहाँसुट्नेलाई पनि हाँस उठ्न थाल्नेछ। एन्जल यिनीहरूलाई हँसाइदेऊ, रमाइदेऊ, आनन्द फर्काइदेऊ। भयो भयो भन्जालिस स्पिड
ठस जिजस लिडियालाई अझै लिडियालाई अझै छुदेऊ यो छोरी लिडियालाई ठस लिडियालाई अझै हाँस्ने स्पिड लाफिङ स्पिड मरी मरी जति सम्झिन्छ त्यति हाँस उठ्छ कोहीमा ओलीको भुँडी दुख्ने गरिकन हँसाइदेऊ अझै भुँडी दुख्ने गरिकन भयो भञ्जल हँसाइदेऊ अझै पवित्र माथि पनि अझै पवित्र माथि पनि आनन्दको स्पिड शान्तिको स्पिड विश्रामको स्पिड हाँस्ने स्पिड ठस धनमायाको सब आशिषहरू खोलेको छ यसका रमाउने छ यो धनमाया ठस यीशु मसीहको नाममा अस्मिताको आशिष खोलेको छ आनन्द खसेको छ शक्ति अब रिस्टोर भएको छ अब सबै कुरो फर्केको छ अस्मिताको यसका रमाउने छ छोरी अब गाउने छ छोरी प्रशंसा गर्ने छ छोरी तपाईँको आराधना गर्ने छ छोरी सब कुछ फर्काएको छ अब प्रभुले यीशु मसीहको सामर्थ्य नाम सब कुछ फर्काएको छ अब अस्मिताको शिरदेखि पाइतला सिसम्ममा मासपेसी हड्डीसाला ब्लडलाई तपाईँको अभिषेक ए हड्डी नै नभएको मान्छे जस्तै भएको थियो अघि त उभिँदा त पुरै लालाक लोलो पुरै एकदम अनि के भन्छ आज प्रार्थना पनि अघि प्रार्थना गर्दाखेरि स्वर्गीय दूत माथिबाट आउनु भएको रहेछ मलाई हेरिराख्नु भएको रहेछ पुरा बादल त सेतो बादलमा आउनु भएको रहेछ के को सङ्केत दिनु भएको होला मलाई पास्टरमा भनिदिनुहोस् न अनि हात के भयो हात त एकदम दुखेर नि यो हात त अघि त यस्तो फर्किया थियो एकदम दुखेर भारी भएर अनि तपाईँलाई पछाडि के तानेको जस्तो भयो घचाडेको जस्तो भयो त्यस्तै भइरहेको थियो अघि उभिँदा त्यस्तै भइरहेको थियो के गरेको होला हड्डी नै नभएको मान्छे जस्तै फेरि आफै ब्याग लगेँ कि ब्याग यो फर्स्ट टाइम भएको कि पहिला पनि भएको फर्स्ट टाइम भएको पास्टर बा आज मलाई पहिलोचोटि यस्तो भएको हालेलुया यहाँ परमेश्वरको जीवित उपस्थिति छ पनि आज पहिलोचोटि देखिया हो के को सङ्केत दिनु भएको होला यो पछि बुझ्दै जान्छ यो ठाउँ चाहिँ प्रोफेटिक मिनिस्ट्री हो अगमवक्ताले जे भन्छ त्यो कुरा हुन्छ है हरेक कुरामा इमान्दारी हुनु हरेक कुरामा आज्ञाकर्ता हुनु यहाँको सिस्टमलाई फलो गर्नु त्यसपछि हेर्नु कति ठुलो ब्लेस हुँदै जान्छ है अनि मैले किन धेरै बटारेको थियो पछाडि फर्कियो आफै पछाडि बिस्तारै बिस्तारै आफै गयो हात चाहिँ पछाडि अनि बटारी देख्यो अनि तपाईँले पछिबाट भन्नुहुँदै थियो
हुर्लुक्कै लड्छ भन्दै भन्नु हुँदैछ त्यतिखेर पनि आफै आफै कस्तो माथिको जस्तै शरीरै धेरै भारी बोधो लाग्यो अनि आफै लडे अनि बेटी ठाउँमा आफै लडे हालेलुया अनि अघि बिहान मलाई बिहानदेखि आज टाउको दुखिरहेको थियो गुरुबा अनि अहिले यहाँ आएर चाहिँ अनि सन्चो भयो यो टाउको दुखेकोहरू चाहिँ सबै गयो अनि कस्तो रुनु मन लाग्दैछ अघि धेरै रुनु मन लाग्दैथ्यो आमेन